हेलो नमस्ते है नमस्ते सबै साथीहरूलाई यहाँहरूलाई स्वागत छ हाम्रो यस विद्यागमन क्लासमा यो आइक्यू 02 हिरो स्पेशल क्लास हो है। यहाँ चाहिँ तपाईले यो ओन्ली सुन्नी बस्नी हैन जानी भन्दा पनि एकदम क्लियर भएर के यहाँ कति नजानेको कुरा यही सुन्नी हैन यही सुन्नी यही अगाडि बढ्ने किसिमले यो विशेष कक्षा हो। तपाईले सोध्नु होला कि जस्तो यहाँ सुन्नी अनलाइनमा हेर्ने जानी त्यस्ता किसिमका क्लासहरू छन् त्योभन्दा पृथक क्लासमा हामी जोडिएका छौँ र लोकसेवा साँच्चै पास हुने हो के भने अब मन निकाल्ने हो। म 1.5 वर्ष मेहनत गर्ने हो र अहिले अब 2080 का लागि मजाले गुड कम्पिटिटर भएर पढ्ने हो भने तपाईहरु हामीलाई त्यो टाइम पनि छ। म मजाले यहाँ बोलेर छलफल गराएर यो होम ट्युसन स्टाइलले पढ्ने क्लास हो है। यो क्लास तपाईहरुलाई 2-4 दिन हेर्नुस् निरन्तर यो दिनुस् हामीसँग साथीहरु जोडिदै जानुहुन्छ। भर्खर यस अगाडि पनि एउटा क्लास थियो हैन त्यस्ता क्लासहरु भइरहेका छन्। त्यसको अलावा जस्तो होइन मलाई त आइक्यू साँच्चै जान्नु पर्ने छ अब भोलि आउन म अफिसर होन्जेल पनि म विशेष किसिमले आइक्यू जान्छु भन्नुहुन्छ भने हजुर हामी यो क्लासमा जोडिन सकिन्छ है त। यो क्लासमा जोडिदै गर्दा तपाईहरुले जस्तो यहाँ सुन्नी लागेको कुरा नजानेको कुरा एङ्गा गर्ने सुन्नी जान्नी बुझे बुझ नबुझे नबुझ भन्ने त्यो हुँदैन हैन। एकदम क्लियर भएर बुझ्नुपर्ने हुन्छ। अब यो बुझ्ने बुझेर पढ्ने हो अगाडि बढ्ने हो भने लोकसेवा सफल भइन्छ। नत्र यसो हेरेर हैन 2-4 दिन क्लास हेर्ने अनि कतै जोइन हुने आफूले नपढ्ने गरियो भने केही हुने वाला छैन। त्यो कुरालाई एकदम क्लियर हुनु होला है। आज हामी त्यही हिसाबले यो क्लास गराउन गइरहेका छौँ। सबै साथीहरु बोल्नु होला मजाले बोलेर के छ कसो छ भन्ने किसिमले अगाडि बढ्नु होला। आइक्यूमा विशेषतः तपाईँ हाम्रा लागि 4-5 वटा टपिक हुन्छन्। अफिसर पढुन्जेलको लागि पढिने हो यो 2-4 महिनासम्मको लागि जोइन हुने कक्षा। यो 2 दिनमा 5 दिनमा सकिने कक्षा चाहिँ होइन है। यो अलि फरक ढंगले चल्ने कक्षा पनि हो। ओके आज हामी अब जस्तै यो आइक्यू को कुरा गर्दै गर्दा ओभरअल आइक्यू भनौँ। भोलि आउन तपाईले अफिसर पढ्नुस् जे पढ्नुस् के तपाईँ चाहे सुरक्षा निकायमा जानुस् चाहे केमा जानुस् यहाँ सोधेर के अब मैले यहाँ क्वेसन गराउँछु यति धेरै प्र्याक्टिस गराइन्छ कि सामान्यदेखि गाह्रो क्वेसनसम्म प्र्याक्टिस गराइन्छ र 3 महिना पढिन्छ। जस्तै यहाँ तपाईलाई 15 दिनमा आइक्यू पढेर सकिने भन्ने हुँदैन। यो क्लास भनेको एकदम विशेष किसिमले क्लासहरु सञ्चालन हुन्छ हैन। ती क्लासहरु सञ्चालन हुँदै गर्दा अब हजुरहरु आत्तिन भएन मात्तिन पनि भएन 1-2टा हिसाब जान्दैमा हैन। अब जस्तै जीके पढ्नुहुन्छ जीके पनि यस्तै यहाँ घोकाउ अभियान हुने छ। यो एउटा अभियान हो यो तपाईले सिक्ने र सिकाउने। जस्तै यहाँ 1 घण्टा 2 घण्टा भन्ने हुँदैन। यहाँ तपाईले जान्ने हो 15 मिनेटमा जान्नुहुन्छ यसो के त्यही कुरालाई 1 घण्टा लाउनुहुन्छ एउटा हिसाब बुझ्नुहुन्न भने पनि त्यो बुझेर जाने हो हैन। यो साथीलाई बुझ्न ढिलो भयो म त छिटो बुझ्छु भन्नुहुन्छ भने त्यो छिटो बुझ्ने क्लास हुन्छ। अहिले भर्खरै थियो त्यस क्लास पछिका यो एक्स्ट्रा क्लासको रूपमा लिन सक्नुहुन्छ अथवा हामीले यसलाई आइक्यू 02 हिरो 0 देखि हिरो बन्ने मेसो हो भनेर भनेका छौँ। र यो एकदम पारिवारिक सम्बन्ध हुन्छ। यहाँ तपाईँ बोल्ने छलफल गर्ने दोहोरो संवाद हुन्छ। अहिले पनि तपाईलाई केही जिज्ञासा लागेको छ भने म दोहोरो संवाद गर्न दिन्छु। र हजुरहरूले के कुरा ख्याल गर्नुस् भने जस्तै यहाँ कसैलाई बोल्न मन लागेको छ भने म चाहिँ सोध्छु यहाँ अब यहाँ कतिजना हुनुहुन्छ यहाँ मैले एक एकवटा नाम भन्छु त्यो नाम भनिसकेपछि तपाईले भन्नुपर्छ लेख्नुपर्छ अगाडि कापी कलम लिएर बस्नुपर्ने हुन्छ। अन्यथा तपाईले के सोध्नु होला भने कति ट्युसन पढेर यसो हेर्दैमा झलक झुक्लुक यो बोर्डहरु राम्रो देख्दैमा के हुँदैमा केही हुनेवाला छैन। यो क्लियर हुनु है त। यो आइक्यूमा विशेषतः अब यो हाम्रो विद्यागमले चाहिँ अहिले आइक्यू जीके सेकेन्ड पेपर थर्ड पेपर हैन अनि गएर शिक्षा सेवाका क्लासहरु रनिङ छन्। तपाईलाई जुन कुनै कक्षामा भर्ना हुन चाहे पनि तपाई आजको दिनदेखि भर्ना हुन सक्नुहुन्छ। यहाँ चलिरहेका छन् है। अब यो आइक्यूमा विशेषतः के हुन्छ भन्नुहुन्छ भने 5 वटा टपिक्सहरु हुन्छन्। भर्बल रिजनिङ है नन भर्बल रिजनिङ अनि गएर क्वान्टिटेटिभ रिजनिङ अनि गएर डाटा इन्टरप्रिटेसन अनि गएर हजुरहरुको जिम्याट भन्छ एउटा जेनरल मेन्टल एबिलिटी टेस्ट। अब हजुरहरुले फर्दर पढे पनि सुब्बा पढे पनि बैंकिङ सेक्टरका केही म्याथको कुराहरु पढ्दा यो क्वान्टिटेटिभले समेट्छ। सबै जहाँ जे कुरा पढ्नुहुन्छ यो सब कुरा समेट्ने गरी नयाँ किसिमले आइक्यू फर अल के सबैलाई हुने गरी आइक्यू पढिने छ। 3 महिना लगाएर पढिने छ है। मैले पटक पटक हजुरहरुले यो अफिसरको सिलेबस हेर्नुहुन्छ भने सबै च्याप्टरदेखि 5-5 वटा क्वेशन आउँछन्। 5 वटा क्वेशन आउँछन् है। अब हजुरहरुले यही कुरा नासुला हेर्नुहुन्छ भने यहाँ कतिवटा
सरी अफिसरलाई 6 क्वेसन आउँछन् है सबै च्याप्टरदेखि 6 5 30 वटा 6 क्वेसन आउँछन् नासुला हेर्नुहुन्छ भने भर्बलदेखि 6 वटा नन भर्बलदेखि 6 वटा क्वान्टिटेटिभदेखि 8 वटा गरेर 20 वटा क्वेसन इन्टु 2 40 नम्बरको अफिसरलाई गर्नुहुन्छ भने 30 वटा क्वेसन इन्टु 1 गरेर 30 नम्बरको आउँछ अब खर्दारमा यस्तै गरेर यिनीले 10 वटा क्वेसन आउँछन् यिनी 5 वटा च्याप्टरलाई 10 वटा च्याप्टर बनाएको छ है अब सुरुमा मैले हजुरहरूलाई मलाई कति चिनेको साथी हुनुहुन्छ होला कति नयाँ साथी हुनुहुन्छ भने मेरो नाम चाहिँ दीपक पन्थी हो हैन म नेपाली एयरलाइन्समा लेखा अधिकृतको रूपमा काम गर्छु यो धेरै वर्ष भयो मैले तपाईँलाई यसरी आइक्यू पढाउन थालेको जस्तै तपाईँ अहिले काठमाडौँमा हुनुहुन्छ भने जुन कुनै इन्स्टिच्युटमा पनि हाम्रै क्लास लिने हो फर्स्टमा ओरिएन्टेसन दिने के गर्ने फिडब्याक लिने हैन जहाँ जोइन हुनुहोस् ठुला इन्स्टिच्युटमा सानोमा त म भन्दिनँ हैन तपाईँहरूलाई हामीले नै गाइडलाइन्स गर्ने हो भने आज गाउँ गाउँमा हुनुहुन्छ भने पनि त्यही गाइडलाइन्स त्यहाँ बरु धेरै विद्यार्थी भएर तपाईँलाई सोध्न के होला यहाँ एउटा पारिवारिक सम्बन्ध भएर मजाले सोध्ने किसिमले आज जुम्लादेखि पनि यो क्लास लिन सक्नुहुनेछ बरु यहाँको विद्यार्थीले त्यो सुविधा पाउँदैन किनभने यहाँ त अब फिजिकल आउनुहुन्छ भने 10-15 दिन 20 दिनमा आइक्यू सक्नुपर्ने हुन्छ त्यो 20 दिनमा कति भ्याउनु सक्नुहुन्छ कति हजुरहरूले पढेर मात्र भएन आफूले कति नलेज लिन सक्नुहुन्छ तर यहाँ त 3 महिनामा सबै सोधेर आनन्दसँग सुनेर हैन यस्ता रेकर्डेडहरू क्लासहरू हेरेर कसरी हुन्छ जान्ने हो हैन तपाईले भोलि 2 वर्षपछिसम्म 1.5 वर्षपछि पनि अफिसर पढ्दै गर्दा जान्ने किसिमले नयाँ एउटा ढाँचामा हामीहरू यो कोर्सको डिजाइन गरेका छौँ पोहोर हामीले 350-400 जना जति विद्यार्थी पढाएका थियौँ र आज यो बिल्कुल नयाँ सेसन यो वर्षको लागि 2080 को लागि अब आजदेखि यो क्लासहरू सुरु हुन गइरहेको छ एकदम नयाँ सेसन हो यही हो ओके अब जस्तै यहाँ के हुन्छ भन्नुहुन्छ भने म यो भर्बलमा जस्तो केही टपिक्सहरू हुन्छन् यहाँ मैले पढाएपछि जान्नै पर्छ जस्तो तपाईँ अहिले पनि बोल्न पाउनुहुन्छ कसैलाई केही कन्फ्युज लागेको छ भने यही सोध्न सक्नुहुन्छ सर यो यस्तो यस्तो त्यो मैले बुझिनँ यो च्याप्टर मलाई गाह्रो लाग्छ हैन केही हिचकिचाउने होइन यहाँ पैसा तिर्नुपर्छ भोलि पर्सि आज पो फ्री होला त सधैँभरि फ्री त हुँदैन पैसा तिरिसकेपछि यहाँ कति दुःख गरेर कमाएको पैसा यहाँ लगानी गर्नुहुन्छ इन्भेस्टमेन्ट गर्नुहुन्छ अनि समयको इन्भेस्टमेन्ट घर पनि खुरुखुरु पढ्न सक्नुहुन्थ्यो नि त त्यो टाइम पनि किल गरेर यहाँ हेरेर बस्नुभयो बरु जानिन्न काम लाग्दैन अहिले लोकसेवा पढ्ने होइन भने यस्ता टाइममा किल गरेर पनि काम छैन आफ्नो के उद्देश्य हो त्यतातिर पूर्ति गर्न लाग्नुपर्ने हुन्छ होइन त्यो भएको हुनाले अब पढिसकेपछि कडा रूपमा पढ्ने कि जस्तै यङ पार्ने उ गर्ने यसो नाम मात्रको पढाइ भन्दा पनि जान्ने गरी पढ्ने हो भने चाहिँ यो क्लास एकदम फ्रुटफुल छ तर यो क्लासको एउटा वैगुण के छ भने मैले अब तपाईँलाई सोध्छु प्रत्यक्ष रूपमा जस्तै यहाँ केही सिस्टर केही भाइहरू होइन केही बहिनीहरू हुनुहुन्छ भने मैले कसरी सोध्छु यहाँ अब हजुर जो हुनुहुन्छ यसरी बोलाउँछु मैले नामै हेरेर जस्तै अब त्यो बेला चाहिँ बोल्नुपर्छ ल जस्तै दुर्गापन्थी अर्याल सिस्टर ल भन्नुहोस् अब मैले यो क्वेसन गरेँ यो क्वेसन उ गरेँ तपाईँले के बुझ्नुभयो यो कसरी बुझ्नुभयो भन्ने किसिमले यो नयाँ तरिकाले म सोध्ने छु सोद्धाखेरि सर यस्तो यस्तो भयो होइन एउटा उ भयो भन्ने किसिमले के गरिनेछ गइनेछ है त अब आज हामी यो कुराहरू गर्दै गर्दा यो भर्बलमा यहाँ पढिसकेपछि जस्तो कोही कुराहरू हुन्छन् यहाँ मैले पढाउँदैमा जान्ने भन्ने कुरा हुँदैन है कसरी पढ्ने के पढ्ने भन्ने कुरा हो मेन कुरा जस्तै यो भर्बलमा कतिपय कुराहरू हुन्छन् जस्तै हजुरहरूले मैले भन्दा बढी जान्नुहुन्छ के यसमा जस्तै यसमा यो दुईटा च्याप्टरहरू छन् एनोलोगी हैन सिरिज क्लासिफिकेसन कोडिङ डिकोडिङ है कोडिङ डिकोडिङ अनि गएर र्याङ्किङ वाला हैन यस्तै डिस्टेन्स एन्ड डिरेक्सन है म्यासेज गर्न पनि बोल्न मन लाग्छ नि बोलेरै सोध्नुहोस् यहाँ म्यासेज गरेर लुकेर एङ्गिङ गरेर जरुरतै छैन जान्ने हो पढ्ने हो भने जोइन हुने हो एकदम क्लियर हुनु होला यसमा यो के कुरा ख्याल गर्नुहोस् भने यो लोकसेवा पढ्ने भनेको मध्यम वर्ग हो तपाईँ हामी जस्तै मध्यम पढाइ हो मैले राम्ररी सबै कुरा फेस गरेको छु तपाईँले जस्तै धेरै क्लासहरू पढेको पनि छु के विद्यार्थीले एक्सपेक्ट गर्छन् राम्ररी बुझेको पनि छु तपाईँहरू जस्तै खरदार सुब्बा अफिसर पढ्ने मात्र नभएर मैले इन्जिनियरहरू चार्टर एकाउन्टेन्टलाई पनि पढाउँछु है त्यो भएको हुनाले यहाँ यो सिक्नलाई जोइन हुनु होला जस्तो पढेर सकिस् भन्न लोकसेवा पढेर त एकपटक सक्यो भन्नको हिसाबको लागि चाहिँ यो क्लास उपयुक्त हुँदैन किनभने सक्नलाई छिटो क्लासहरू अरू पनि हुन्छन् यहाँ जान्नको लागि पढ्ने हो जस्तै यो एनोलोगी भनेको कस्तो च्याप्टर भन्नुहुन्छ नि यहाँ पढाउँदैमा जानिन्न कि
जस्तो तपाईलाई यो जसँग शब्दहरूको नलेज छ नि, जसले वर्डहरू जानेको छ, जीके जानेको छ, त्यस्तो साथीहरूको लागि यो आइक्यूमा छ। तर यहाँ आइक्यू पढ्दाखेरि जान्नै पर्छ, जानिन्छ भन्ने हुँदैन। जस्तै कसरी क्वेसन सोध्छ भने नेपाल इज टु काठमाडौँ इज टु थाइल्यान्ड इज टु वाट भन्छ। ल अब मैले यहाँ सोध्छु, हजुरहरूलाई एकदम प्रत्यक्ष सोधेर यस्तो मैले सोध्छु, बोल्नु होला है, बोलेर पढ्नु होला, यहाँ जान्नुपर्छ। जस्तै ल हाम्रो मैले कसलाई सोधेँ भने अर्जुन अर्याल भाइ भन्नुहोस् त ल के होला, नेपालको सम्बन्ध काठमाडौँ भनेको जसरी स्थापित भयो नि, थाइल्यान्डको सम्बन्ध त्यसै गरी स्थापित हुने कुन होला? जस्तै यहाँ अप्सन दिएर तपाईँलाई विभिन्न किसिमका अप्सन हो। थ्याङ्क यू सो मच भाइ। यहाँ के भन्नुभयो? ब्याङ्कक इज द राइट एन्सर। किन? नेपालको राजधानी काठमाडौँ हो भने थाइल्यान्डको राजधानी कहाँ हो भन्ने न हो यसमा, अरू त केही पनि छैन नि त। नेपालको राजधानी काठमाडौँ हो भने थाइल्यान्डको राजधानी कहाँ हो? यहाँ आइक्यू बढेर अथवा यो आइक्यू किङ भएर आइक्यू स्मार्ट भएर जान्ने भन्दा पनि यो केसँग रिलेटेड कुरा हो, आइक्यूमा आए तापनि जीकेसँग रिलेटेड कुरा हो है। जस्तै हजुरहरूलाई फेरि मैले सोधेको क्वेसन, थन्डर इज टु रेन इज टु के भने मैले वाट इज टु नाइट भने, अनि मैले अप्सन दिन्छु। अप्सन ए डे, अप्सन बी डार्क, अप्सन सी डग, अप्सन डी के भने मैले इभिनिङ। ल अप्सन डी के भने मैले इभिनिङ भने। अब यहाँ मैले हजुरहरूलाई सोध्न खोजेको के हो, भन्न खोजेको के हो भने अब यही जान्नु पर्यो कि ल के होला? ल भन्नुहोस्। थन्डरको सम्बन्ध रेनसित जसरी स्थापित भएको छ नि, यहाँ तल दिएका 4वटा अप्सनहरू मध्ये कुन अप्सन त्योसँग रिलेटेड हुन्छ भने, जस्तै अर्जुन अर्याल भाइले डार्क भन्नुभयो, अरू पनि भाइ बहिनीहरू बोल्नुहोस् है, यहाँ जान्ने हो, छलफल गर्नु अगाडि बढ्ने क्लास हो भने भन्नुहोस्। खै त कोही बोल्नुहुन्न, मैले नामै भन्न पर्ने हो। र यहाँ म्याक्स भाइ बहिनी के हुनुहुन्छ ल भनिदिनुहोस्, के होला? डार्क भन्नुभयो के भन्नुभयो? हो अब यसमा चाहिँ जस्तै आइक्यू जानेर भएन है। अब यो भनेको के भने थन्डरको सम्बन्ध रेनसँग जसो गरी स्थापित हुन्छ, यहाँ दिएको कुन अप्सन नाइटसँग स्थापित हुन्छ भन्न खोज्छ। अब थन्डर र रेनको सम्बन्ध स्थापित पत्ता लगाउने पहिला के हो यो थन्डर र रेन भनेको? थन्डर र रेनको सम्बन्ध कस्तो हुन्छ भन्नुहुन्छ भने यहाँ हेर्नुहोस् है, थन्डर हुँदा बित्तिकै चट्टाङ चुट्टुङ हुँदा गर्दा बित्तिकै के हुन्छ? पानी पर्छ नि त। रेनले इमिडिएटली फलो गर्ने भनेको केलाई हो? थन्डरलाई हो। रेनले इमिडिएटली फलो गर्ने भनेको केलाई हो? थन्डरलाई हो। भने के हुँदा बित्तिकै रात पर्छ ल भन्नुहोस् मलाई, के हुँदा बित्तिकै रात पर्छ? यहाँ के हुँदा बित्तिकै रात पर्छ? इभिनिङ भन्नु हो। इभिनिङ भन्नुभयो एकजना भाइले, अरू बोल्नुहोस्। अब यहाँ हेर्नुहोस् है, अब यहाँ हजुरहरूले के गर्नु पर्यो भने यो भाइले भनेको यो डक्सको मिनिङ नजानेर, उहाँ भाइ आफ्नो अर्थमा ठिक हुनुहुन्छ, तर यहाँ आइक्यू जानेर भएन। साँझ पर्दा बित्तिकै रात हुन्छ, तर यहाँ डक्स भनेको के हो भन्नुहुन्छ भने नि झिसमिसे साँझ के हुँदा बित्तिकै रात पर्दो रहेछ? झिसमिसे साँझ हुँदा बित्तिकै रात पर्दो रहेछ भन्नु। यदि इभिनिङ यहाँ डक्स अप्सनमा थिएन भने भाइले भने जस्तो इभिनिङ राइट एन्सर हुन्थ्यो। तर नाइटले इमिडिएटली फलो गर्ने भनेको त गोधुली साँझ भन्छ नि, झिसमिसे साँझ। सो डक्स इज द राइट एन्सर है। त्यो भएको हुनाले के हुने भयो? डक्स इज द राइट एन्सर हुने भयो, यसमा जोकिन पाइएन है त। अब यो भनेको जस्तै यहाँ इङ्ग्लिस पढेर के अरे सरी जीके पढेर यहाँ आइक्यू पढेर जान्ने भन्दा पनि केसँगको रिलेटेड कुरा हो। यो भनेको हजुरहरूको जेनरल नलेज जसको राम्रो छ। अब यसमा जेनरल नलेज भएर पनि भएन, इङ्ग्लिसको भोकाबुलेरीहरू जसको राम्रो छ ती साथीहरूले के गर्नुपर्ने हुन्छ? मिलाउँछन् यस्तो कुरा, पढ्दैमा मिल्ने अथवा आइक्यू पढ्दैमा जान्ने भन्ने फेरि हुँदैन। यो बाहेकका अरू जति पनि मैले च्याप्टर लेखेँ 100% मैले तपाईँहरूलाई के ग्यारेन्टी दिलाउँछु भने
यहाँ अब यसरी 0 टु हिरो पढेपछि बिगार्न पाइँदैन। मैले सोध्छु यति गर्दा पनि पोरको एक्सपिरियन्सले के जनाउँछ भने जस्तै 10 जना मान्छे हामी 100 जना मान्छे एडमिसन हुनुभयो भने 80 जना मान्छेले चाहिँ जान्नु हुँदो रहेछ हैन। यो 3 महिना हो अहिले पढ्दा नै मैले यसो भनेर पढेछ। त्यति गर्दा पनि फेरि 20 जना मान्छे चाहिँ नपढ्ने भेटिनु हुँदो रहेछ है। अरु च्याप्टर चाहिँ जस्तै र्याङ्किङ अर्डर कोड एक्जाममा 4 वटा हिसाब गरेपछि सबै जान्नुहुन्छ। डिस्टेन्स एन्ड डिरेक्सन केही पनि छैन। क्लासिफिकेसन भनेको फेरि यहाँ मैले पढाउँदैमा हुँदैन। अडन आउट के एउटा 3टा चस्मा लागेको मान्छे एउटा नलागेको, 3टा केटा मान्छे एउटा केटी मान्छे, त्यस्तो फरक कुन भन्ने हुन्छ त्यो पनि सेम हुँदैन। त्यस्तो कुरालाई चाहिँ के गर्नुपर्छ ख्याल गर्नुपर्छ। अब क्वान्टिटेटिभ छ, क्वान्टिटेटिभमा चाहिँ एकदम ट्रिकी हिसाबहरू हुन्छ। ती हिसाबहरू हजुरले यहाँ पढेपछि जान्नुपर्छ। यसमा केही हुँदैन। जस्तो मैले एक दुईटा हिसाब गराएँ यहाँ हामीलाई मैले ल प्रतिशतको हिसाब गराएँ अथवा ल नाफा नोक्सानको के अरे टाइम एररको गराएँ। ल रामले कुनै काम 10 दिनमा पुरा गर्न सक्दछ। 10 दिनमा पुरा गर्न सक्दछ। सोही काम श्यामले 15 दिनमा पुरा गर्न सक्दछ भने 15 दिनमा पुरा गर्न सक्दछ भने दुवैजना सँगै मिलेर उक्त काम कति दिनमा पुरा गर्न सक्दछन् होला। अब इफिसियन्सीको कुरा मैले पछि अहिले पढाउँछु। अहिले मैले के भने यो क्वेसन गर्दै गर्दा यस्तो सिम्पल तरिकाले क्वेसन आयो। यहाँ न छोडेको दिएको छ न यति दिनपछि जोडिन्छन् भन्ने दिएको छ। बहुत सिम्पल। थ्याङ्क यू अर्जुन भाइ है। यसरी एकदम सिम्पल हिसाबले क्वेसन आयो भने के गर्ने भने माथि न्युमिनेटरमा इन्टु गर्ने। यस्तो क्वेसन आयो भने है माथि न्युमिनेटर भनेको के इन्टु गर्ने। जस्तै यहाँ रामले 10 दिनमा श्यामले 15 दिन भनेको छ। हामीलाई के सोधेको छ राम र श्याम सोधेको छ। अब माथि न्युमिनेटरमा के गर्नु पर्दो रहेछ यस्तो क्वेसन आयो भने इन्टु गर्नु पर्दो रहेछ। तल डिनोमिनेटरमा चाहिँ के प्लस गर्नु पर्दो रहेछ कि माइनस गर्नु पर्दो रहेछ। यस्तो क्वेसनको फर्मुला यही हो। माथि इन्टु तल कि प्लस के गर्नु पर्दो रहेछ माइनस गर्नु पर्दो। अब यहाँ हेर्नुस् यहाँ चाहिँ ध्यान दिएर अब यहाँ के दियो भने राम र श्यामको कुरा जस्तो छोड्ने र जोड्ने दियो भने हामीले भोलि पढिन्छ। यसमा खासै केही कन्फ्युज हुँदैन। छोड्ने र जोड्ने मैले तपाईलाई भोलि पनि जोइन हुनु होला। भोलि नै त्यो कुराहरू यही जनाउँछु। यो जनाएपछि छोड्ने र जोड्ने जान्नुभयो भने जति अप्ठ्यारो क्वेसन आयो भने मिलाउनुहुन्छ हैन। जति अप्ठ्यारो कि जति गाह्रो क्वेसन आओस् तपाईले बिगार्ने वाला हुनुहुन्न। मैले एउटा लाइनको कुराहरू सिकाउँछु। त्यो लाइनको कुरा सिकाइसकेपछि बिगार्नुहुन्न। यो पनि त के रहेछ र माथि इन्टु हुँदो रहेछ तल के हुँदो रहेछ कि प्लस हुँदो रहेछ कि चाहिँ के हुने रहेछ माइनस हुने रहेछ। अब यहाँ हेर्नुस् माथि के हुने भयो 10 इन्टु 15 हुने भयो। तल चाहिँ के हुने भयो भने अब यहाँ कस्तो केसमा प्लस हुन्छ भन्नुहुन्छ भने दुईटा सँगै मिलेर कति दिनमा गर्छन् त हैन। दुईटा सँगै मिलेर कति दिनमा गर्छन् भन्यो भने चाहिँ प्लस हुने भयो। एक्लैको कुरा सोध्यो भने के हुने भयो माइनस हुने भयो। बुझ्नुभयो नि। सँगै मिलेर कति दिनमा गर्छन् भन्ने जस्तो कुरा आयो भने के हुने भयो प्लस हुने भयो। एक्लैको कुरा आयो भने चाहिँ के हुने भयो माइनस हुने भयो। अब यहाँ त के भनेको चाहिँ सँगै मिलेर मिल्नको निम्ति जोडिन पर्यो नि त। नजुकिने मिल्नको निम्ति जोडिन पर्यो। एक्लै आयो भने माइनस हुने भयो। भनेपछि 10 प्लस 15 हुने भयो। अब के को टेन्सन है 15 दशम 150 डिवाइड बाइ 15 10 कति 25 25 छका 150। सो 6 days इज द राइट आन्सर। therefore 6 days इज द राइट आन्सर। म हजुरहरुलाई एउटा क्वेशन दिन्छु हेर्नुस् त। एले कुनै काम 30 दिनमा पुरा गर्न सक्दछ। हेर्नुस् है एले कुनै काम 30 दिनमा पुरा गर्न सक्दछ। सोही काम ए र बी सँगै मिलेर
सोही काम ए र बी सँगै मिलेर 20 दिनमा पुरा गर्न सक्दछन् भने एले कुनै काम 30 दिनमा पुरा गर्न सक्दछ। सोही काम ए र बी सँगै मिलेर 20 दिनमा पुरा गर्न सक्दछन् भने है 20 दिनमा पुरा गर्न सक्दछन् भने एले कुनै काम 30 दिनमा पुरा गर्न सक्दछ। सोही काम ए र बी सँगै मिलेर कति दिनमा गर्दा रहेछन् 20 दिनमा गर्छन् भने बी एक्लैलाई उक्त काम पुरा गर्न कति दिन लाग्दछ होला। बी एक्लैले उक्त काम कति दिनमा पुरा गर्न सक्दछ होला। ल गर्नुस्, मैले यहाँ सोध्छु, मैले भनिसके, हजुरहरू एकदम क्लियर हुने। थ्याङ्क यू पुष्पा सुवेदी सिस्टर, थ्याङ्क यू सो मच। अब यसमा ह्याङ गर्ने यो गर्ने केही छैन कि सिधै हजुरहरूले अब यहाँ जोड्ने र छोड्ने दियो। भोलि हाम्रो क्लासमा हेर्नु होला फेरि कसरी गरिन्छ, हामीले कसरी पढिन्छ भन्ने कुरा हैन। जति गाह्रो बनाउन परेको पनि सक्दैन क्वेसन हैन। जोड्ने र छोड्ने दिएन भने अब केही टेन्सन नगर। यही जोड्ने र छोड्ने नदिएको केसमा सिधै के गर्नुपर्ने हुन्छ, हजुर हामीले लेख्नु पर्ने हुन्छ है त। ओके, थ्याङ्क यू सो मच। धेरै साथीहरूले भनि पनि सक्नु भएको छ हैन। यसरी गर्नुभयो भने हामी एकदम है एकदम जान्ने गरी जाने हो आनन्दले सजिलो। यो फेरि अहिले तपाईँहरूले पर्सि भदौमा दिने एक्जामलाई उसलाई टार्गेट भन्दा पनि हामीले 2080 को लागि अब खुल्ने विज्ञापनको लागि एकदम आनन्दसँग, जस्तो अहिलेदेखि के कुरा के हो लोक्स्याको के हो कुरा हुन्छ भने, जस्तो हजुरहरू अहिले वैशाखदेखि आनन्दले पढ्नुभयो भने चैतमा त चैत अर्को वैशाखसम्म त कति क्यापेबल हुनुहुन्छ होला। अनि तपाईँ हाम्रो बानी के हुन्छ भने अब मङ्सिर पुसमा फर्म खुल्छ, त्यसपछि काठमाडौँ आउने पढ्न थाल्ने, अनि 1.5 महिनामा पढेर अहिलेदेखि यसरी पढेको मान्छेलाई जित्न सक्ला र। तपाईँहरूले त्यो चाहिँ एकदम ख्याल गर्नु पर्यो है, कसरी पढ्दाखेरि बेटर हुन्छ होला भन्ने कुरा ख्याल गर्नु पर्यो। थ्याङ्क यू सो मच जतिले भन्नुभयो। खै तर सबैले भन्नुहुन्छ भन्ने मेरो एक्सपेक्ट थियो, त्यति चाहिँ आएन एन्सर। अब म के गरौँ, बोलाएर सोधु? भन्नुहोस् भन्नुहोस्। खै त ल हेर्नुहोस्, अब यस्तो केसमा मैले के भनेको थिएँ, यदि क्वेसनमा छोड्ने र जोड्ने दिएन भने, हेर्नुहोस् है, यदि क्वेसनमा छोड्ने र जोड्ने दिएन भने के हुँदो रहेछ भने माथि इन्टु हुँदो रहेछ, तल चाहिँ के हुँदो रहेछ, कि प्लस हुँदो रहेछ कि माइनस हुँदो रहेछ। माथि इन्टु भनेपछि के हुने भयो, माथि 30 इन्टु 20 हुने भयो। हेर्नुहोस् है, माथि न्युमिनेटरमा, तल डिनोमिनेटरमा के हुने भयो भन्नुहुन्छ भने 30 माइनस 20 हुने भयो। माथि के हुने भयो 30 इन्टु 20, तल डिनोमिनेटरमा के माइनस, किन माइनस, एकले आयो भने माइनस, सँगै मिलेर कति दिनमा गर्छन् आयो भने प्लस, सँगै मिलेर कति दिनमा गर्छन् प्लस, एक्लै एक्लै सोध्यो भने के हुँदो रहेछ माइनस हुँदो रहेछ। 20 30 कति 600 हुने भयो, डिभाइड बाई 10 गर्दा कति हुने भयो, यसले काट्दा 60 डेज इज द राइट आन्सर नि त। बी एक्लैले कति दिनमा गर्दो रहेछ 60 दिनमा गर्दो रहेछ। अब क्वेसन घुमाइदियो, हजुरहरूलाई क्वेसन कसरी सोध्यो, यहाँसम्म केही कन्फ्युज हुनुहुन्छ? ल भन्नुहोस् सोभित भाइ, केही कन्फ्युज भन्नु बोल्नुहोस् है, बोल्नुहोस्। बोल्नु भएको नि, क्लियर हुनुहुन्छ? हजुर। ओके, थ्याङ्क यू भाइ। ल अब मैले फेरि गर्छु, एउटा क्वेसन दिएँ मैले फेरि। एलाई कुनै काम पुरा गर्न, एलाई कुनै काम पुरा गर्न ए र बीले सँगै गरेको भन्दा, ए र बीले सँगै गरेको भन्दा हो, ए र बीले सँगै गरेको भन्दा 3 दिन बढी समय लाग्दछ। समय लाग्दछ, 3 दिन बढी समय लाग्दछ। बीलाई सही काम पुरा गर्न, बीलाई ए र बीले बीलाई सही काम पुरा गर्न, सही काम पुरा गर्न ए र बीले सँगै गरेको भन्दा, ए र
बीले सँगै गरेको भन्दा 12 दिन बढी भन्दा 12 दिन बढी समय 12 दिन बढी समय लाग्दछ भने 12 दिन बढी समय लाग्दछ भने ए र बी ले सँगै मिलेर उक्त काम कति दिनमा गर्न सक्छ होला भने ए र बी सँगै मिलेर उक्त काम कति दिनमा पूरा गर्न सक्दछन् होला। ल हेर्नु त अब यस्तो क्वेशन आउँछ क्वेशन ठिकन लामो जस्तो अझ मैले यहाँ बोर्डमा लेख्दा लागेको है लामो जस्तै यो बोर्डमा त कपीमा यस्तो हुँदैन अझ हामीले टाइप गरेको फर्मेटमा त यति लामो हुँदैन हैन हजुरहरुलाई फेरि ठिकन लामो के गराउँछ यसले जस्तो लाग्न सक्छ त्यस्तो नआत्तिने है केही कुराहरु ठुलो देख्दैमा अब लोकसेवा पढ्ने मान्छे आत्तिनी मात्तिनी गर्न पाइदैन हेर्नुस् मैले हजुरहरुलाई पटक पटक भन्ने गर्छु मैले गाइडलाइन्स गरेका कति मान्छेले 2 वर्षमा 10 ठाउँसम्म नाम निकालेका छन् है जस्तै मै आफै पनि कुनै बेला धेरै ठाउँमा नाम निस्केको थियो हेर्नुस् म धेरै विज्ञ भएर हैन फेरि हैन थ्यांक यू सुनिसा सिस्टर है यो भनेको कस्तो भने निरन्तरको प्र्याक्टिस हो के एउटा लोकसेवा पास गर्दै गर्दा खाली हामीले भनिन्छ नि निरन्तरता चाहियो दृढ अठोट चाहियो मैले नसके कसले सक्ने भन्ने कुरा चाहियो यस्ता दुईटा कुरा भइसकेपछि यो नसक्ने भन्ने हुँदैन है थ्यांक यू कति साथीहरुले मिलाइ पनि सक्नुभयो अब यस्तो क्वेशन आयो भने हामीले म्याथमेटिकल प्रोसिडियर देखि गइयो भने समय लाग्छ आईक्यू भनेको कस्तो भने अब यहाँ कति साथीहरु म्याथ जान्नुहुन्न भने म त म्याथ जान्दिन यो के हो हैन गाह्रो हुने हो कि कस्तो हुने हो कि भनेर त्यस्तो आत्तिराख्नु जरुरत छैन म्याथ जान्दैमा आईक्यू जान्ने भन्ने पनि हुँदैन जस्तो यो क्वेशन कोही यहाँ म्याथ जान्ने हुनुहुन्छ ल म्याथै एमएससी पढेको साथी हुनुहुन्छ भने पनि म्याथमेटिकल प्रोसिडियर देखि गर्नुभयो भने धेरै टाइम लाग्छ सक्नुहुन्न के तपाई टाइम लाग्छ सके पनि तपाईले 3 मिनेट लाग्छ अब यहाँ जले मैले एउटा ट्रिक भनिदिन्छु त्यो ट्रिक भन्ने मान्छेले विदिन 20 सेकेन्डमा मिलाउन सक्छ अथवा 15 हुन्छ सर 15 दिनमा हुन्न बाबु है ओके ल हेर्नु अब यस्तो क्वेशन आयो भने के गर्ने भने सिधै जस्तो यो क्वेशन भनेको के हो भने मानव ए लाई कुनै काम पूरा गर्न a + b लाई x दिन लाग्छ भने a लाई कति लाग्ने भयो x + 3 दिन a र b ले गरेको भन्दा 3 दिन बढी भनेको छ नि त ए लाई कुनै काम पूरा गर्न ए र बी ले सँगै गरेको भन्दा 3 दिन भनेसी ए र बी ले एक दिनमा गर्यो भने ए लाई कति लाग्ने भयो x + 3 दिन लाग्ने भयो बी लाई सोही काम पूरा गर्न ए र बी ले सँगै गरेको भन्दा 12 दिन भनेसी बी लाई कति लाग्ने भयो x + 12 लाग्ने भयो यो क्वेशन भनेको यो हो अब यो त केही पनि नसक्ने यदि यस्तो क्वेशन आयो भने के हुने रहेछ ए र बी लाई लाग्ने समय = √/ a को बढी इन्टु बी को बढी यो लेख्नुस् ल भोलि भोलि सोध्दा जान्नुपर्छ अब भोलिदेखि तपाईहरु 3-4 दिन आउनु होला मैले 3-4 दिन लगातार पढाउँछु निशुल्क तपाईलाई पैसा लाग्दैन चित्त बुझे पढ्ने हो नबुझे पढ्नै पर्छ यही क्लास जोइन हुनै पर्छ भन्ने छैन तर मेरो एउटा के बिन्ती छ भने अब लोकसेवा पढ्न हुमिसकेपछि चाहिँ एक लेभलको पढाइ चाहिँ गाइडलाइन्स भनौं न यहाँ पढ्दैमा फेरि लोकसेवा पासै हुने भन्ने होइन तर एक लेभलको गाइडलाइन्स भइसकेपछि शनिबार हो नि एक्जाम दिने अनि टक्क पढ्ने कि आजैदेखि म गरेर मजाले मैले भनेका कुराहरु अथवा अरु सरहरुले भनेका कुराहरु मजाले गर्दै पढ्ने है अनि सिलेबस हेर्ने अब त्यस्तो कुराहरु पछि पढ्दा गरौँला हामीले यत्रै नोटहरु दिन्छौं जस्तै फर्स्ट सेकेन्ड थर्ड पेपर सबै यहाँ विद्यागममा भर्ना भइसकेपछि एउटा राम्रो कुरा के छ भन्नुहुन्छ भने तपाईहरुलाई किताब चाहिँ जस्तै त्यसको लागि फर्स्ट पेपर मात्र पढेर हुँदैन हैन घरै आउँछ के तपाई दार्चुला बसे पनि त्यही घर किताबै आउँछ हैन त्यो किताबहरु पढ्ने लेख्ने छलफल गर्ने जस्तो यहाँ मसँग प्रत्यक्ष मैले हजुरहरुलाई फोन नम्बरै दिन्छु त्यसपछि प्रत्यक्ष छलफल गरेर कसरी हुन्छ त अब तपाईको पढाइलाई दिगो बनाउने भन्ने किसिमले के गरिन्छ अगाडि बढिन्छ है यो चाहिँ होक्न पर्यो यस्तो फर्मुला आयो भने यति हामीले कति हजारौं जीके पढ्नु पर्छ र यति फर्मुला त जान्नु पर्यो नि त ए र बी लाई लाग्ने समय = के रहेछ √/ a लाई बढी लाग्ने तर क्वेशन कसरी आउनु पर्यो ए लाई कुनै काम गर्न ए को र बी को भन्दा यति बढी जस्तै रामलाई कुनै काम गर्न राम र श्याम सँगै मिलेको भन्दा यति दिन बढी श्यामलाई कुनै काम गर्न राम र श्याम मिलेको भन्दा यति दिन बढी लाग्छ भने राम र श्याम सँगै मिलेर कति दिनमा गर्छन्
कति दिनमा उक्त काम पुरा गर्लान् भन्ने जस्तो कुरा आयो भने के हुने रहेछ है, ए को बढी इन्टु बी को बढी, ए को बढी इन्टु बी को बढी, रुट ओभर ए को बढी भनेपछि के हुने भयो, ए को बढी भनेको कति दिन, यसलाई 3 दिन, बीलाई कति दिन 12 दिन, यसलाई 3 दिन, बीलाई रुट ओभर 3 इन्टु 12 रुट ओभर ए को, यो सम्झिने है, रुट ओभर यस्तो क्वेसन आयो भने रुट ओभर ए को बढी इन्टु बी को बढी। थ्याङ्क यू मेनिका सिस्टर है। अब 12 त्यहाँ कति भयो, रुट ओभर 36 भयो। यो भनेको 6 days इज द राइट एन्सर है, 6 days इज द करेक्ट एन्सर। क्लियर हुनुहुन्छ? यहाँ केही कन्फ्युज हुनुहुन्छ भन्नुहोस् है, फेरि बोल्ने हो। यहाँ पैसा तिरेर पढ्नुहुन्छ बलिहाल्नु, नजाने पारा गर्ने, नजानी जाने छु भन्ने, त्यो पनि तपाईँहरूले एउटा चिटो, आफूले आफूलाई गरेको चिटो। यस्तो कहिले जान्ने त भन्ने कुरा ख्याल गर्नु। अब यत्रो लामो क्वेसन भए पनि विदिन 10 सेकेन्डमा हुन्छ। ए को बढी इन्टु बी को बढी हुँदो रहेछ है भनेर के गर्नु होला, जान्नु होला। क्लियर छ? ओके, आज मैले जिके पनि पढाउँछु है, केही टपिकहरू तर धेरै आज भने आइक्यू पढाउँछु होइन। जिके पढाउँदा जस्तो यहाँ जिके त तपाईँहरूले भोग्नु पर्ने हुन्छ, केही बेसिक आइडियाहरू सेयर गरौँला होइन, आफूले जानेको कुराहरू। हिजो अस्ति पास हुँदै गर्दा के कस्तो तरिकाले पढ्दा लोकसेवा पास भयो, अब तपाईँले दुःख नगरी केही पनि हुँदैन, त्यो कुरा फेरि आत्मसात राख्ने। जसले जे भने पनि लोकसेवा पढ्दा दुःख गर्ने तपाईँहरूले, जस्तो मैले पढाउने हुन्छु कि भैँसी किन्दा पाडो पार भनेर, यो क्वेसन हिजो एक्जाममा आएको रहेछ। अब के सर हिजो गरेपछि यस्तै क्वेसन देख्नु पनि भएको रहेछ, पढ्नु पनि भएको रहेछ, सर एक पेरा गरेको तर बुझ्दैन। अब त्यसरी पढेर चाहिँ हुँदैन, गरेपछि बुझ्दैन भने त अब कहिले बुझ्ने त। ल यहाँ वाटमा के होला ल भन्नुहोस् त, कसैले गर्नु भएको यो क्वेसन? यो क्वेसन पहिला अफिसरलाई आएको हेर्नुहोस्, सुरुको वर्ष पहिला नासुलाई आयो सुरुको वर्ष, अर्को वर्ष यही क्वेसन खरिदारलाई आयो नासुपछि, फेरि अर्को वर्ष अफिसरलाई आएको सेम यही क्वेसन। ल थ्याङ्क यू सिस्टर। ल हो, जस्तै उहाँले कति पढेको भएर यो आउँछ, न त नपढेको हुन्छ के हुन्छ भने यस्तो क्वेसन नजान्न नि सकिन्छ कि, यस्तो यस्तो कुराहरू हुन्छन्। यस्ता कुराहरूलाई टक्क अब एकपटक सुरुमा पढ्न पर्यो होइन, पढिसकेपछि बिगार्न चाहिँ पाइएन। त्यो एकदम तपाईँहरूले सूत्र लाउने के हो, पढ्ने एकपटक पढिसकेपछि त्यसलाई सम्झिने कि कसरी रहेछ त भन्ने कुरा सम्झिनु होला। जस्तै यहाँ के गर्यो भन्नुहुन्छ भने हेर्नु त, फर्स्टमा के छ 13 छ नि, एउटा 1 छ, एउटा 1। यहाँ हेर्नु त पहिला 13 अङ्क हेर्नु न, 13 अङ्कमा कतिवटा 1 रहेछ, एउटा 1 रहेछ। यहाँ कतिवटा 3 छन्, एउटा 3 रहेछ, सिद्धै हो। एउटा 1 रहेछ, एउटा के रहेछ 3 रहेछ। यस पछाडि जाने कतिवटा 1 छन्, 1 2 3, तीनटा 1, कतिवटा 1 रहेछन् हेर्नु त, तीनटा 1। अब कतिवटा 3 छ नि, एउटा 3 छ। पहिला कतिवटा भनेर लेख्ने, हेर्नुहोस् है, पहिला कतिवटा भनेर लेख्ने अनि दिएको अङ्क लेख्ने। जस्तै यहाँ कतिवटा 3, दुईटा 3 भन्न पाइएन, एउटा 3, एउटा 3 हो नि त। कतिवटा 1 2, दुईटा 1, दुईटा 1 को काम नै सिद्धि। अब कतिवटा 3 बाँकी रह्यो, एउटा 3 के हुने भयो, बाँकी रहने है, एउटा 3 के हुने भयो, बाँकी हुने। ओके, म तपाईँहरूलाई एउटा क्वेसन दिन्छु। ल हेर्नुहोस् है, एउटा यो भयो, हजुरहरूले गर्नुहोस् है, यो सबैजनाले गर्नुहोस्। यहाँ बुझेन भने बोल्ने, यहाँ टक्क सर मैले यो बुझिनँ कहाँनिर के भयो भन्ने सोध्ने, नत्र आफूले आफूलाई चिट गरेको हुन्छ। त्यो भने यो समय खेर फालेर अरू कति कुरा पढ्नुपर्ने छ, त्यसरी चाहिँ नजानु होला है।
ल यिनी दुईटा गर्नुस् ल। ल थ्याङ्क यू सो मच। हो यसरी धेरैको म्यासेज, त्यही पनि सबैको आउन्न कि, खोइ के भयो यो हजुरहरू। ल ओके थ्याङ्क यू सो मच। जति साथीहरूले मिलाउनु भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद। अब नमिलाएको पनि त्यस्तो यहाँ यहाँ हेरेर सिक्ने, अब यति दुईवटा भने धेरै साथीले गर्नुभयो है, थ्याङ्क यू सो मच। जति 1 2 3 4 5 पाँचवटा 5को काम सिद्ध्यायो नि। 5वटा 5 रहेछ सुरुमा ओटा लेख्ने अनि भएको अङ्क। अब कति 1 2 दुईटा 5 ठिक छ। अब फेरि दुईटा 5 पछि के आउने भयो, अब 2 र 25 छ, कतिवटा 2 एउटा 2, कतिवटा 5 एउटा 5 इज द राइट है, एउटा 2 एउटा 5 इज द राइट। ओके नेक्स्टमा जानुस्। मैले लास्टमा भने जस्तै 2 21 छ नि, ल हेर्नुस् कतिवटा 1 कतिवटा 2 एउटा 2, कतिवटा 1 एउटा 1 सिद्धे, कतिवटा 1 जस्तै यहाँ 3टा 1 भन्न पाइएन कि, 3टा 1 एकै ठाउँ त छैन नि त। फर्स्टमा कतिवटा 1 छ, एउटा 1 छ, कतिवटा 2 छ, एउटा 2 छ, कतिवटा 1 छ, दुईटा 1 छ। यस पछाडि जानुस् हैन, यस पछाडि जानुस् कतिवटा 1 3टा 1 1 2 3 1 2 3 3टा 1 छ, कतिवटा 2 1 2 दुईटा 2 छ, कतिवटा 1 एउटा 1 छ। दिस इज है त, दिस इज राइट एन्सर। ओके थ्याङ्क यू सो मच। हामी फेरि भोलि यसै गरी त्यही टाइममा, जस्तै हजुरहरूले अब पेड गरेको साथीहरूले त हाम्रो क्लासहरू जस्तो जिके पढ्नु भएको छ, आइक्यू पनि 6.5 देखिको एउटा प्याकेज छ होइन। होइन म यो के रहेछ क्लास के छ भन्ने बुझ्नुहुन्छ, यो क्लास के हो भन्ने तपाईँलाई अझै डिटेल चाहिन्छ, केही तपाईँले सोध्नै सक्नुहुन्छ यो के हो कसरी हो भन्ने, यो बिल्कुल फरक हो। तपाईँलाई चित्त बुझे मन परे पढ्ने कुरा हो। र के ख्याल गर्नुहोस् भने पढ्न लागिसकेपछि कम्प्रोमाइज केही कुरामा नगर्नु होला। त्यस्तो कुनै भयो भने पर्सनल्ली, जस्तै यो क्लासको जिम्मा म नै लिन्छु, मैले पढाइसकेपछि होइन। तपाईँहरूलाई यो विद्यागममा क्लासमा त्यस्तो जस्तै यहाँ के डिस्काउन्टको अफरहरू छ होइन। जस्तै हजुरहरूले त्यसको लागि चाहिँ के गर्नु होला भने जहाँदेखि हजुरहरूले लिङ्क पाउनु भएको थियो अथवा त्यो विद्यागम क्लासको अहिले सरले केही लिङ्कहरू पठाइदिनुहुन्छ, त्यसमा आफ्नो रजिस्टर गर्नु होला। त्यो रजिस्टर गर्नुभयो भने मलाई लाग्छ सबै क्लास 10,000 भित्रमा पढ्न पनि सक्नुहुन्छ। होइन सर मैले स्पेसल आइक्यू लिन्छु, यो आइक्यू मात्र लिन पनि पाइन्छ। होइन सर म त जिके एन्ड आइक्यू मात्र लिन्छु, त्यो लिन पनि पाइन्छ। होइन सर म त सेकेन्ड पेपर लिन्छु, त्यो मात्र लिन पनि पाइन्छ। होइन सर म थर्ड पेपर लिन्छु, त्यो मात्र, म प्याकेजमै लिन्छु सर सबै, म त आइक्यू झन् पढ्नु पर्ने छ। यो कोही साथीहरू हुनुहुन्छ होइन सर मलाई यो स्पेसल आइक्यू अलि हुन्छ 3-4 महिना भन्दा पनि मैले अरू सरहरूको आइक्यू पढिसकेपछि यो क्लास त लिनु पर्दैन भन्यो भने आइक्यू जिके सेकेन्ड थर्ड पेपर लिन सक्नुभयो होइन। होइन म त स्पेसल आइक्यू लिन्छु, एउटा आइक्यूलाई लेभलमा पुऱ्याउँछु भन्नुहुन्छ भने यो पनि मात्र लिनुभयो। विभिन्न यस्ता कोर्सहरू चलिरहेका छन्, हजुरहरूले त्यहाँ सम्पर्क गरेर गर्न सक्नुहुनेछ। केही कुराहरू छ तपाईँलाई जिज्ञासा लागेको कुरा छ भने प्लिज सेयर गर्न सक्नुहुनेछ है। केही छ त्यस्तो भन्नुपर्ने सोध्नुपर्ने बुझ्नुपर्ने केही छ भने भन्नुहोस्। र भोलि पनि हजुरहरू यो 8:30 बजे हाम्रो ग्रुपमा जोडिनु होला है। हाम्रो क्लास रेगुलर हुन्छ, अहिले दिन सम्म तपाईँको यो फ्री अफ कस्ट भन्छ नि त्यही क्लासहरू नै हुनेछ। ओके केही छैन जस्तो छ, कोही बोल्नु भएन है त, केही छ भने भन्नु होला है। पछि मलाई नै पर्सनल्ली गरेर सोद्धा पनि हुन्छ, त्यस्तो लागेको जिज्ञासा यस्तो हुँदा अझै मेरो लागि बेटर हुने थियो होइन। म यो कुरा टाठो थिएँ, यो विषय पढ्दा के हुन्छ भन्ने त्यस्तो लाग्छ भने मजाले सोधेर के गर्नु होला अगाडि बढ्नु होला है त। थ्याङ्क यू सो मच सबैजनालाई, सबै साथीहरूलाई थ्याङ्क यू सो मच। आजलाई यति।